मुसाफिर क्याफे हेरिसकेपछि मेरो मनमा एउटा कुरा गडिरह्यो। हामी प्राय भन्ने गर्छौँ, मान्छेहरू आउँछन्, जान्छन्, सकियो, द्याट्स पार्ट अफ लाइफ। तर फिल्म साइकोलोजीले अर्कै कुरा भन्छ। हामी ती सम्बन्धहरू बिर्सन सक्दैनौँ जुन अधुरो रहन्छन्। यसलाई साइकोलोजीको भाषामा जिगार्निक इफेक्ट भनिन्छ। अनि मुसाफिर क्याफे एउटा साधारण क्याफे मात्र होइन। आज म भन्छु यस पछाडिको फिल्म थ्योरी, किनकि आई वेन्ट टु फिल्म स्कुल सो द्याट यु डोन्ट ह्याभ टु। सिनेमामा यसलाई स्पेसियल साइकोलोजी भनिन्छ। अर्थात् फिल्ममेकरले कसरी एउटा फिजिकल स्पेसलाई क्यारेक्टरको मेन्टल स्टेट देखाउन प्रयोग गर्छ। यो क्याफे चन्दरको दिमागको त्यो एउटा कुना हो जहाँ समय रोकिएको छ। उसले नयाँ ठाउँ रोज्यो, नयाँ रुटिन बनायो, तर क्याफेको त्यो एउटा कुना सधैँ एउटै यादको पर्खाइमा रह्यो। हामी जीवनमा अगाडि बढेको एक्टिङ त गर्छौँ, तर केही न केही एउटा मेमोरी ट्र्यापमा फसिरहेकै हुन्छ। यो सिरिजले हामी सबैले लुकाउन खोज्ने एउटा तितो सत्यलाई एक्सेप्ट गर्छ कि केही मान्छेहरू हाम्रो लाइफबाट टाढिन्छन्, तर थटबाट कहिले जान सक्दैनन्। मसुरीका ती कुहिरोले ढाकिएका बाटो र चियाको बाफले ठ्याक्कै त्यस्तै भाइब दिन्छ जुन हामी हाम्रै पहाड पर्वतमा फिल गर्छौँ। मुसाफिर क्याफेले त कसैलाई कसरी बिर्सिने भनेर सिकाउँदैन। यसले त बस हामीलाई आफ्ना पुराना यादहरूसँग केही बेर शान्त भएर बस्ने पर्मिसन दिन्छ। किनकि हरेक कथाले डेस्टिनेसन पाउनै पर्छ भन्ने छैन। केही कथाहरू त बस फिलको लागि बनेको हुन्छ। एउटा पुरानो गीत छ नि, उनको भी हमसे मोहब्बत हो, जरुरी तो नहीं, जरुरी तो नहीं। फलो फर मोर सच कन्टेन्ट्स।